बानेश्वर तो पनि अझै मिड बानेश्वरमा नपाइने कुरा के होला? त्यो हो नयाँ घर। त्यो पनि अझै मिड बानेश्वरमा ब्रान्ड न्यू लग्जरियस प्रपर्टी पाइँदैन हैन कि, तर पाइयो। आज जिमल ग्रुपले तपाईहरुलाई यो ठ्याक्क यो मिड बानेश्वर हाइटमा रहेको यो 8 आना बनेको लग्जरियस मोडर्न सेमी बंगलो प्रपर्टी बिक्रीको लागि लिएर आइसकेका छौं। यो प्रपर्टीको बारेमा एकदम ब्रिफमा भन्नु पर्दाखेरि बानेश्वर हाइट भनि नै हाले। रोड एक्सेस कुरा गर्नु छ भने 15 फिट रोड एक्सेस, यो तपाईको आफ्नो प्राइभेट रोड एक्सेस भन्न मिल्छ। तपाईको यो प्रपर्टीको लागि मात्रै हो। तल 3 BHK, माथि आफू बस्नको लागि 4 BHK, जुनमा टोटल्ली अट्याच वाशरूम सहित कन्स्ट्रक्सनकै फेजमा छ। यो प्रपर्टी तपाईले यतिकै लिन्छु भने नि ठीक छ, प्राइसमा वर्कआउट गरौँला लिउला, हैन मलाई फिनिशिङ गरेर दिनुस् भन्नु छ भने नि त्यो पनि मिलिहाल्छ। अझ यसको बेस्ट पार्ट के छ भन्नु छ भने यता साइडमा नि ल्यान्ड ओपन छ भनेको एभाइलेबल स्पेस छ, ल्यान्ड यता साइड नि एभाइलेबल स्पेस छ। यदि तपाईले भोलि गएर हैन मलाई त 1 रुपैयाँ जति चाहिन्छ भन्नुहुन्छ भने एक्सपान्डेबल 2टा 3टा 4टा गाडीसँग पार्किङ गरेर मिल्ने राम्रो कम्युनिटीमा एकदम प्रिमियम भिआइपी मान्छेहरु बसिरहेको एरिया। हस्पिटलको कुरा गर्नु छ भने वाकिङ डिस्टेन्समा आइप्लेक्स मल लगभग तपाईको चाहिँ 5 मिनेटको वाकिङ डिस्टेन्स, 5 देखि 10 मिनेटको वाकिङ डिस्टेन्समा हाइटमा छ। एकदम बेस्ट प्रपर्टी। बानेश्वरमा यतिको प्रपर्टी बेला बेला आउँदैन। यदि यो प्रपर्टीको बारेमा अरु केही डिटेल जान्न चाहनुहुन्छ भने आज नै भर्खरै जिमल ग्रुपलाई सम्पर्क गर्नु होला। थ्यांक यू।